यसरी ए हो या तेरो सबैजनालाई स्वागत छ फेरि पनि आजको हाम्रो नयाँ ब्लगमा। आज चाहिँ हामी घुम्न जाने। यहाँ हाम्रो दिदीहरू रेडी भइरहेको छन्। अर्को यहाँ रेडी भइसक्यो। नानी नानी हेलो हेलो अनि ऊ अर्को पनि आयो। यता आन्टी बस्नु भएको छ। यो कोरियाबाट ल्याइदिनु भएको हो मामाले मोटो दिदी रेडी भइरहेको छ। मान्छेको चाहिँ कालो छ। हेलो हेलो मेरो नाम कर्ली बना चाहिँ जान निस्किसक्यौँ नानी। अनि हाम्रो यो हो हाम्रो खानेको एउटा बस्ने समातेर चाहिँ अब रेडी भइसक्यो। पेट्रोल पम्पबाट त्यहाँ गाडी नआएर यहाँ अङ्कल आन्टी पनि कुल भएको थियो। जानाले ट्याक्सीमा बसिसक्यो हाम्रो ड्राइभर दिदीसँग। त्यस्तो नगर न कस्तो दिदीसँग भने कहाँ छ त त्यो बौला उठाउनु पर्यो भने त बरु यस्तो गरेर चाहिँ सुहाउने रहेछ है। कस्तो भयो यो यसरी क्या सबै लग्यो ल त्यहाँ आइनामा हेर्छु यस्तो होइन यो कस्तो छ यो सानो छ नि यसमा कति गफ गरे कति हल्ला गरे। हामी चुप्प लाग्छ हामी एकदम शान्त मान्छे हो। एकदम असल हो। तिनीहरू जस्तो खराब मेरो खराब बानी छैन मेरो खराब बानी छैन। मान्छे थाहा छैन जो अब त्यस्तो छ। अब अरूलाई आफूलाई भन्नु मिलेन। ल अब दाइलाई भनौँ न। ल कति धेरै थाहा भइहाल्छ नि एकैछिनमा जज भइहाल्छ नि। जज गरिदिन्छ एउटा हालिदिन्छ। अब हामीहरू जान लागिसक्यो। पारेर अर्को घ्याम्पे अगाडि गयो। बस्ने चाहिँ कहाँ हो दामी देखाउँछ। हामीहरू चाहिँ अब भित्राइसक्यो छाप्रोमा। अनि के बिग्रिन्छ के बिग्रिन्छ। कट सर्ट भिडियोमा केही हुन्न भाइ सबै हालिन्छ। उयो फोटो खिच्न लाग्यो नि यहाँ फोटो खिच्नेवाला पर मुखेर पनि हिँड्का यो अर्को यहाँ घ्याम्पे मरेको गर्मीले। हामी दुईटा साथी हेर नि मुखेर नि उयो भालेको पुच्छर बनाएर मोटोलाई फुल देखाउनु पर्यो क्या। ल मोटी तपाईँसँग घुम्नु न एकछिन। ल ल घुम्नु न। वाह 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 वाह। हाम्रो चाहिँ अब आगो बलिरहेको पकाउनुको लागि रेडी भइसक्यो। हामी चाहिँ काम गर्दैनौँ क्या घ्याम्पेहरू मात्रै गर्छ। साइडमा ऊ सेकुवाको लागि बसेको छ। हेर नि अर्कै आयो सुगुटे नि बनाउनु पर्यो अनि खानु पर्यो।
हामी बनाउँदैछौँ ससेज हजुर भाइ बाबा दिदी नबनाउनु न बाबा यहाँ चाहिँ ससेज कटिङ भइरहेको छ ससेज काट्ने मुखेर पनि गरे हामीहरू चाहिँ टिकटक त म यसको ब्लगमा आउँछु खाना बनाउने त अनि त्यो बनाउँदाखेरि होस् क्या छोरी गरौँ ल यो बाल्न भने खाना सुरु माछे अनि म चाहिँ कहाँ बस्नु त अनि बसेका छन् बहिनीहरूलाई यसरी दाउरा खोज्न लगाएको छन् पापीहरू ऊ हेर पापी नानीले ल सरी बाबु यो पापी र ठुलो झापी ऊ पऱ्यो नि त बसेका छन् परे बिग्रेका त्यो केमा बसेछ परे ससेज जहाँ त आफू चाहिँ पऱ्यो ससेज पकाउने मुखेर पनि परे नुन ल्याएन पिकनिक सिकनिक खाना आउने अनि नुन नल्याएर नुन लिन पठाउने हामीहरूलाई त्यही पनि अङ्कलले हामीलाई फ्रीमा दियो पैसा लगेन भन्ने क्या अब ऊ चाहिँ खुलाउनु लाग्यो बिरे नुन हो दिदी ए भयो मुगेर त्यो जे पनि नबोल्नु नि भ्लग भइरहेछ हाल्दिनँ म त भाइ जहाँ गयो पनि लड्यो पनि भर्यो पनि मासु पर्यो ए घर लैजाउँ है मासु मासु परिरह नि बनाउने हो क्या यो आगो घुसा मेरो घुसा मोबाइल यता फर्किन्छ कति राम्रो आएको छ नि ल ल ल खाना मिठो छ रातो देखेर हो माया ओभर भएर मक्को मक्को भयो आज कोही दिनको बाद मुझे खाने अच्छा मिलायो भन्ने हालिदिनु भ्लग चाहिँ अब यतिको लागि नै भिडियो बनाइदिउँ भ्लगमा हालिदिउँ म त हालिदिन्छु नि फेरि भाइ त्यो होइन त्यो भने होइन ल साथीहरू अब आजको भ्लग चाहिँ हाम्रो यहीँसम्म हन्मुना दिदी अब भ्लग चाहिँ यहीँसम्म आज यति नै एन्डिङ गरौँ मोमो पकाइराख